हाम्रो नानीहरू होली खेल्दैछ हैन गाइजहरु युट्युब फ्यामिलीहरु सबैजना हाई गर ह्यापी होली भन ह्यापी होली अम्याङ चाहिँ यहाँ हेर न झन् बिचारा रातै रात लागिदैछ मजा आयो होली खेल्नु अन्त स्कुल छुट्टी मजा आउँछ नि है मेरो बुढाले चाहिँ मिठाई दिदैछ नानीहरुलाई हो के छ र राम्री राम्री देखेको यिनीहरुलाई यिनीहरुलाई भोलि होली खेल्नु आउँछ भनेर मिठाई टक्क पठाइदिए नि त है अम्याङ तेरो नाम के हो भाइ अम्याङ हो के हो सुब्बा हो कि राई हो ए हैन ल सुब्बा त हो कस्तो भएछ मिठाई मिठो टेस्टी लु कराउँदा फेरि एकताल तिमी त्यस्तो गर न के छ र रमाइलो गरेको है कति मजाले यहाँ हेर न युएन है तिम्रो नाम यता आर्या उसको नाम त के पो सेजल ए कान्छी हेर न कान्छी हो सुमी अर्पिता हेर न यहाँ हेर न तँ बहिनी हो कि भाइ हो भाइ हो कि होइन होला यो त बहिनी जस्तै छ है स्पाइडरम्यान पनि होली खेल्न ल यहाँनिर चाहिँ होली खेल्दैछ है नानीहरू खेलेर नि यहाँनिर खोइ एक्लै कत्रो बढ्यो हो भगवान अलु हो हेर न ह्याप्पी होली भन्न नि त ह्याप्पी होली गाई चाहिँ हेलो आइ गर्न ल लजाको अरे छिटो माइ गड साथीहरू हामी चाहिँ यहाँनिर भर्खरै पुजे डाँडामा आइपुगेर बसिरहेको छौँ होइन अत्तु हैरान भयो गरमले होइन भिडियो गरौँ भन्दै थिएँ गर्नै पाइनँ अहिले चाहिँ जस्ट यहाँनिर सम्झेर चाहिँ मैले भिडियो गरेको कि यहाँनिर सिर्जना छ यहाँनिर यो चाहिँ पुजे डाँडाको गेट हो साथीहरू होइन यहाँबाट जानु चाहिँ फाइन लाग्छ टिकट लाग्छ फाइन पो भनेछु टिकट पो लाग्छ त साथीहरू फाइन पो भनेछु यस्तो हुन्छ है हाडबिनाको जिब्रो चाहिँ होइन यहाँनिर कुखुरा नि कराइरहेको छ यो चाहिँ इग्नोर गर्नुहोस् होला होइन यहाँनिर हाम्रो घरको छेउको दाजु होइन यहाँनिर ड्युटी गर्नुहुन्छ यहाँ टिकट काट्नेहरूलाई बस्नु रोक्छ होइन अन्त यहाँ बसिरहेको छु हामी चाहिँ कोक खाँदैछौँ होइन साथीहरू यहाँनिर मिठाई पनि झोलामा किनिरहेको छौँ आज हाम्रो सिर्जना र मेरो डेटिङ गएको नि त डेटिङमा आएको सिर्जना र म सो त्यही भएर अन्त यहाँनिर पुच्का बनाइदिनु हुँदैछ दिदीले चाहिँ होइन पुच्का खानु भनेको यहाँनिर चाहिँ पुच्का आयो हेर्नुहोस् न पुच्का कस्तो मजाले डेकोरेट गरेर ल्याइदिनु भएको होइन एकदमै सफा होइन अन्त यहाँनिर चाहिँ झोल छ यो झोल चाहिँ यसरी हल्लाएर अन्त चाहिँ हाल्दै खानु कति सजिलो होइन र साथीहरू तपाईँहरू पनि यहाँ हाम्रो गाउँ यहाँनिर पुजे डाँडा आउनुहोस् घुम्नु एकदमै राम्रो छ होइन वेदरहरू पनि एकदम ठाउँहरू जग्गाहरू पनि एकदमै राम्रो छ होइन अन्त तपाईँहरूले घरमा बनाएको यहाँनिर ताजा पुच्काहरू पनि खानु सक्नुहुन्छ है सबै जग्गा बजारमा पनि त्यही हो 10 रुपियाँको 4टा होइन यहाँ पनि त्यसरी नै पाइरहेको छ र साथीहरू आउनुहोस् ल अब हामी पुच्का खान्छौँ उयोले गर्दाखेरि मेरो फोनै उयो छ नि त बिचारा म पर्खन आइफोनै किन्नु पर्दैन नि होइन लोइ हालेर खबै झोल कति हाल्ने दामी गाइस तपाईँहरू नि आउनुहोस् है यहाँ दिदीको हातको पूजा खानु अन्त यो चाहिँ हाम्रो घरमै बनाएको हो नि त अब यो चाहिँ किनेर ल्याउनु पर्छ हैन र यो चाहिँ फ्राई गरेर बनाएको हैन त्यो त सबैलाई थाहै छ
अर्ग्यानिक। अन्त यो भित्रको चाहिँ छन् अर्ग्यानिक पाइन्छ, प्याजहरू, धनियाँहरू होइन। अहिले त आलु गाउँमा रोपेर बारीमा होइन, एकदमै दामी भइरहेछ नि त। टेस्ट एकदम मिठो छ साथीहरू। जलजिरा म त एउटा मात्रै खान्छु, तिमी खाऊ ल। भयो एउटा खान्छु म। नि मार न यहाँ 4 बजीसम्म बस्नु अरे हामी। माइ गड गएर मेरो कति काम छ होइन, धेरै काम छ मेरो। कसर मसरे कपाल पनि नकोरिकन कहाँ पुगेर नि आइपो होइन। जिन्दगीको गोरेटोमा कहाँसम्म पुग्नु पर्ने हो होइन साथी। यहाँ मेरोबाट देऊ न साथी, खुल्ला छ मेरोमा। सिर्जना र म चाहिँ आज डेटिङमा आएको होइन। घरि उसले किन्दैछ, घरि म किन्दैछ होइन साथीहरू। मेरो गर्लफ्रेन्ड हो नि त। यहाँनिर चिप्सहरू पनि भोक लाग्यो भने तपाईँले खानु सक्नुहुन्छ किनेर साथीहरू होइन। यहाँ पुच्काहरू पनि छ र यहाँनिर धेरै प्रकारको भेराइटिजको जुसहरू पनि छ। झालमुरी पनि पाउँछ है। यहाँ दिदीले मिठो बनाउनुहुन्छ है, तपाईँले देखिसक्नु भएको छ। यहाँनिर पुजी डाँडा, यहाँ डगी पनि छ। यहाँनिर एउटा आर्मी दाजु पनि छ। ए यो त झन्डै लगेकै दिदी। ल मिठो भयो गएको ल। हजुर पुगेपछि चाहिँ तपाईँहरूले यस्तो खालके रोड पाउनुहुन्छ है। हाम्रो रोड भर्खर भर्खर बनिनु आँटेको थियो, तर अहिले चाहिँ साथीहरू रोकिरहेको छ होइन। मलाई यहाँ क्यामेराले डिस्टर्ब दिइरहेछ होला हौ। अन्त हाम्रो मेरो चाहिँ यो नौ बनावटी है, एकदमै नेचुरल एकदम यस्तो खालके देखाउँछु है। म चाहिँ यहाँनिर यस्तो मिठो हावा, शीतल है, एकदम फ्रेस फ्रेस हावा, जहिले पनि फ्रेस हावा आइरहेको हुन्छ यहाँनिर चाहिँ होइन। अन्त चाहिँ हामी यहाँनिर यसरी जाँदैछौँ। हाम्रो प्यारो कम्सीको बाटो है, एकदमै माया लाग्छ। के गर्नु, जिन्दगीको गोरेटो कति हिँड्नुपर्ने। उकाली चौतारीहरू बिसाउने ठाउँहरू धेरै छ है यहाँनिर, तपाईँहरूले देख्नु सक्नुहुन्छ साथीहरू। तर के गर्नु अहिले हो, यहाँनिर अस्ति चाहिँ पुजी डाँडाको उयो त्यो चाउरहरू कस्तो राम्रो हरियो हरियो ग्रिन खालके भइरहेको थियो नि त अहिले त एकछिन बोल्नु। र साथीहरू तपाईँहरूले देख्नु सक्नुहुन्छ है, यहाँनिर हेर्नुहोस् न, यस्तो डढेलो लाग्यो है। कस्तो खालके चाहिँ अब यस्तो तलसम्म एकदमै हरियो हरियो थियो नि त। अन्त यहाँनिर एकदमै राम्रो जग्गा पनि थियो है। तपाईँहरूले देख्नु सक्नुहुन्छ मैले कति जग्गा आएर यहाँनिर मैले भ्लग्स पनि बनाएको छु बसेर होइन। यहाँनिर चाहिँ बस्नेहरू पनि आउँछ होइन। एकदमै इन्जोय, शान्तिको जग्गा है, एकदम हावा पनि फ्रेस हो, पर ढिलो बस्ने ठाउँ पनि छ होइन। अन्त एकदमै राम्रो छ। तर के गर्नु, अहिले यो गरम महिनाको बेलामा कसले डडेल्नु लगाएको हो कि बा आफै त लाग्दैन, कसैले के गल्ती भयो कि कसैबाट होइन। यस्तो उराट लाग्दो बनाइदियो, हामीलाई पनि साह्रै मन दुख्दियो होइन। एकदमै यो देख्दाखेरि त कस्तो लाग्छ नि त, अब यस्तो बनाइदियो नि त, कस्तो राम्रो थियो। तर के गर्नु साथीहरू, को दाइबाको आँखा लाग्यो भने यस्तै भयो नि त है। हाम्रो पुजी डाँडा चाहिँ यस्तो छ है। यहाँनिर शान्ति, एकदमै फ्रेस हावा है। यहाँनिर घुम्नु आउनेहरू साथीहरू डढेल्नु लागेर यो पनि झरेछ। त यसको नाम त के पो हो, उयो हात्तीबार। हेर्नुहोस् त यस्तो दामी के अरे उयो भएको, डढेल्नु लागेर हेर्नु नि हाम्रो उयोहरू यस्तो भयो। जाउँ हिँड न, जाउँ। यतातिर कस्तो डढेल्नु लागेको थियो बिचारा, डढेल्नु लागेर हेर्नु है गाइजहरू हाम्रो। अन्त यतातिर पनि हेर्नुहोस् है, कस्तो हुरीले यो डढेल्नुलाई यहाँसम्म ल्यायो है।
अन्त यहीँ नै बिग्रिनु पनि आयो त केही पनि होइन सुरुवात है यो त हुन्छ अलिअलि होइन अलिअलि भन्दा नि यसपालि चाहिँ धेरै नै उयो थियो नि त हावा कस्तो डरलाग्दो चिसो आउँछ नि त यहाँनिर चाहिँ फेरि डरलाग्दो हावा आउँछ होइन अन्त त्यो हावा आएको कारणले गर्दा नि अलिकति आगोहरू कहीँनिर के भएको हुन्छ होइन यसो तेजको हावा आउँछ अलरेडी बलिहाल्छ नि आगोलाई त जस्ट उयो हावा मात्रै त दिनुपर्छ कति ठुलो बल्छ होइन अन्त त्यही भएर चाहिँ त्यो हुरीले चाहिँ यहाँ ल्याएर छोडिदियो है साथीहरू के गर्नु हेर्नुहोस् न कस्तो बनाइदियो हेर्नु त कस्तो मजाको हरियो हरियो भइरहेको थियो हो यस्तो छ है साथीहरू हाम्रो गाउँ बस्तीमा चाहिँ है अलिकति र जतिजनाले पनि मेरो भिडियोहरू हेर्नुहुन्छ है अन्त के अरे यहाँको गाउँको है र बाहिरको पुजेर अब कतिजनाले घुम्नु जाउँ भन्नेहरू हुन्छ होइन सो कृपया गरेर है यदि तपाईँहरूले स्मोक गर्नुहुन्छ भने पनि यसरी दया गरेर है अलिकति के अरे जोगाएर गरिदिनुहोस् होला है तपाईँहरूलाई नखानु त म भन्न सक्दिनँ है तपाईँहरूको पैसा हो तपाईँहरूको होइन अन्त यस्तो हालत हुन्छ होइन र त्यसमा चाहिँ तपाईँहरूले अलिकति जोगाएर है म गरिदिनुहोस् भनेर म तपाईँलाई यो भिडियोतर्फ नै तपाईँहरूलाई भन्दैछु है यस्तो भयो नि त अन्त हेर्नुहोस् त तपाईँहरूलाई नि यहाँनिर कतिजनाको चाहिँ जान गयो होला अब मान्छेको नभएर होइन यहाँनिर पशु प्राणी साँपहरू कतिजना चराचुरुङ्गीको कति गुँडहरू थियो होला बस्ने ठाउँ थियो होला कति जग्गा बस्ने ठाउँहरू बनाएको थियो होला होइन बिचराहरूको घरै उजाडेको जस्तो खालके हुन्छ नि त होइन अब हाम्रो मान्छेहरूको त अलिकति केही भयो भने कतिजनाले हेल्प गर्ने हुन्छ होइन हेर्नु त तिनीहरूलाई हामी न हेल्प गर्नु सक्छौँ होइन त्यही भनेर चाहिँ है तपाईँले स्मोक गर्दाखेरि चाहिँ अलिकति जोगेर गरिदिनुहोस् न ल यहाँनिर पुरी पनि ल्याएको थिएँ होइन आलुदम पनि बनाएर ल्याएको थिएँ मैले चाहिँ होइन अन्त यहाँनिर मिठाईहरू पनि भक्कु किनेको छौँ यहाँनिर स्टिङहरू पनि छ कता गयो एप्पी स्टिङहरू होइन पैसाहरू नि मुनि यहाँनिर यसरी हामी चाहिँ अब हल्का होइन रिमेम्बर हुन्छ नि त भनेर चाहिँ अब चाहिँ देखाउँदै तपाईँलाई यहाँनिर सेयर गरेको नि यस्तो मुमेन्टहरू है क्याप्चर गरिराख्नुपर्छ साथीहरू त्यहाँ माथि बस्नेवाला थियौँ कि त्यहाँनिर पुरा घाम परिरहेको थियो नि त अन्त यहाँनिर चाहिँ हामी चाहिँ रुखको पेटमा बसिरहेको छौँ होइन अघि जाँदाखेरि यहाँ बसेको थियौँ बस्यौँ न हामी त्यहाँबाट यहाँ बसेको अन्त पुरी खाँदै बात मारेको नि ल साथीहरू पुरी त हाल्दा कस्तो भएछ दामी भएछ यहाँ देखाउँ न मिठो छ अरे मिठो मेरो बुढाले बनाइदिएको बिचारा त त्यसैकै नबोक्दा नि हुन्छ कि साथीहरू खाजाहरू मिठाई खाएकोले नि अगाडि कि तर मलाई चाहिँ खुसी लाग्यो नि त सिर्जना र म जाँदैछौँ होइन एउटा के हुन्छ नि त क्या एक दिन यसरी जानुपर्ने छ है ल अन्त मजा लाग्यो नि त कि हामी कहीँ पनि गएको छैनौँ सँगै हुन्छ त्यही भएर हामी आज हिँडिदिएको नि दादाले सकाप बनाए कति रुखहरू नि जिउँदै मरेको साथीहरू होइन मैले चाहिँ के अरे माथि हामी बसेर खाना खायौँ खाना खाइसकेपछि त पुरा अगायो नि त अन्त टस मटस भयो कि त्यो चिप्सहरू आलुदम पुरी खाएर नि अन्त चाहिँ त्यो खाइसकेर चाहिँ साथीहरू भिडियो बनाउनु नि पुरा अप्ठ्यारो भएस्तो भयो नि त अन्त अल्छी पनि लाग्यो होइन अल्छी लागेको कारणले गर्दा चाहिँ फेरि पुरा गरम पनि भइरहेको थियो होइन अन्त गरमले गर्दाखेरि बरु छिटो घर आयौँ होइन घर आयौँ साथी उता गयो म घर आएँ त्यहाँबाट यहाँनिर घरको सुधा देखेको अनिल दाजुहरूको अन्त आएर नुहाइ गरेँ लुगासुगा धोएँ होइन त्यहाँबाट चाहिँ यहाँ माथि दिदीहरूकोमा जाँदैछु है र अहिले देखाउँछु तपाईँहरूलाई ल गाइजहरू साथीहरू म चाहिँ यहाँ माथि आइपुगिसकेँ दिदीहरूकोमा रबिना तँलाई छोड्यो बोजूसँग है सधैँ सिउँदोमा भोरी सिन्दुर हुन्थ्यो अझ चिसो कपालमा चाहिँ नलाउनु भन्छ नि त त्यही भनेर कपाल पनि सुकेको छैन होइन त्यही भएर लगाएको छैन साथीहरू हो र यस्तो बिग्न गरम भएको के कता गयो
रुबिना त किधर गया रे लामो बात मान्दाल्यो साथीहरू यस्तो गरम आज यस्तो गरमले गर्दाखेरि चाहिँ टाउको दुखेको यहाँदेखिको घरमा उता पञ्चायत अफिस क्लस्टर गएको नि त कि साथीहरू आम्पो यति लामो बाटो लागेको होइन आज त घाम पनि त्यस्तै होइन अन्त घरिघरि चिसो हावा आउँछ शान्ति हुने होइन फेरि हिँड्नु यस्तो साह्रो परेको आएन कता गयो त साह्रो परेकोले दैलो बजेको त्यहाँ आएर रोक्यो रबिना पनि अन्त त्यस्तै हो साथीहरू म चाहिँ यहाँ मिठी भएकोमा आएको हेलो साथीहरू हाउ आर यु आई एम फाइन यहाँनिर चाहिँ गाइजहरू जो चाहिँ भिडियोमा आउने मिठी दिदी होइन हाम्रो अहिले चाहिँ यहाँनिर नयाँ किचन बनाएको छ तपाईँहरूलाई म देखाउँछु ल कस्तो दामी छ भनेर यहाँ हेर्नु नि हाम्रो मिठी दिदीहरूको यो नयाँ बनाएको है कस्तो मजाको छ यस्तो चुला चडक्क लिपेको यति होइन यहाँनिर टक्क बसेर चाहिँ केटीहरू भागिहाल्छ होइन तर ऊ के गर्नु जिन्दगीमा हाम्रो नेउची बढी ठुसिरहेछ है ल भयो अन्त साथीहरू हेर्नु नि हाम्रो गाउँघरमा होइन अब यस्तो हुन्छ नि त बजारबाट किनेर ल्याउनु भन्दा किन आफ्नै घरमा होइन काठ हुन्छ होइन अन्त यहाँनिर यसरी बनायो भने चाहिँ टक्क चुलाको छेउमा यसरी राखे चाहिँ कालो हुन्छ नि मुनिबाटको त्यो राख्नुपर्छ कि भाँडाहरू चुलाहरू कालो हुँदैन होइन यहाँनिर दुईवटा बनाइदिएको रहेछ कति राम्रो हो नि त यस्तो कुरोहरू होइन यो चाहिँ नेचुरल हो नि त अन्त पैसा पनि खर्च नहुने होइन यहाँ परबाट घर कस्तो मजाको देखेको है दामी यहाँबाट चाहिँ भ्यू पनि देख्नु सक्नुहुन्छ साथीहरू अघि ओ माथिको उता बाटोबाट आएको हामी होइन यहाँ रोड यस्तो डरलाग्दो देख्छ आए त नन्दनी यो चाहिँ साथीहरू फामफलको फुल हो है यो चाहिँ फामफल यो बस्तीमा चाहिँ हामी फामफल भन्छौँ तर इङ्ग्लिसबाट चाहिँ यसलाई एभाकाडो भन्दो रहेछ होइन अन्त तल बुन्चीहरू पनि छ दुईजना काली र सेती यहाँनिर सुँगुर होइन यहाँनिर बस्तीमा चाहिँ हेर्नु लोकल कुखुरा पनि छ लोकल सुँगुर पनि छ है साथीहरू घरमा पालेको है बजारको भन्दाखेरि यो अन्त साग पनि उडुकु फुलेर दामी भइरहेछ होइन ओ परको बारीहरू मकै फल के अरे श्री पञ्चमी रोपेको हुनु आँट्यो तर यो बारी चाहिँ हामीलाई खन्नु भन्दैछ होइन अब कहिले हुन्छ हेरौँ टाइम मिलाएर यो सुकेको रुख कस्तो मजाको देखेको सिन है ऊ पर उयो सेतो यो फुलिरहेको छ टाँकीको फुल है अन्त यता पनि देख्नु सक्नुहुन्छ तपाईँहरूले भ्यूहरू है तर मधुरो भइरहेछ नि त कि यो फोनले चाहिँ जति हामीले आँखामा टाढो देखेको हुन्छौँ नि साथीहरू त्यो चाहिँ फोनको क्यामेराले चाहिँ क्याप्चर गर्नु सक्दैन रहेछ मैले कति विचार गरेको छु कि साथीहरू र साथीहरू होइन यहाँ चाहिँ नुनको चिया खाँदैछौँ होइन कुकरमा दाल पनि पाक्दैछ पहेँली दाल है र साथीहरू मेरो आज होलीको है नानीहरूको पनि उयो खेल्दै रहेछ नि त कि अनि मैले क्याप्चर गरिरहेको छु त्यो पनि देखाउँछु तपाईँलाई अहिले होइन सो आजको भिडियो चाहिँ मेरो के कस्तो भयो साथीहरू आजकल छोटो हुँदैछ भिडियो होइन अन्त हेरेर साथ र सपोर्ट पनि गर्नुहोस् होला र जाउँ मेरो भिडियोमा कोही नयाँ हुनुहुन्छ होइन सब्सक्राइब गरेर जानुहोस् होला है भन्दै आजको भिडियो चाहिँ यहीँनिर बाई बाई गर्छु साथीहरू।